सो हेलो साथीहरू, झोरले नमस्ते सबैजनालाई एन्ड वेलकम टु भीमजी भ्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज चाहिँ हामी आछौँ यहाँ रिमेका डाँडामा। देख्न सक्नुहुन्छ पछाडिको ब्याकग्राउन्ड यस्तो छ। आफ्टर लङ टाइम भ्लग बनाउन गइरहेको छु। फर्स्ट टाइम भयो मेरो चाहिँ। ठाउँ चाहिँ दामी मेरो चिज होस्। वेल साथीहरू, टान्सनबाट 2 घण्टा हिँडिसके पछाडि फाइनल्ली हामी रिमेका डाँडामा आइसक्यौँ। रिमेका डाँडामा आइपुगेपछि गाडीबाट ओर्लेर हामी सबैजना भएर सामानहरू झार्ने कामतर्फ लाग्यौँ र सामानहरू झारिसके पछाडि हामी माथि मन्दिरतर्फ अगाडि बढ्यौँ। मन्दिर पुग्नुभन्दा अगाडि तोरण बाँध्नु पर्ने भएकोले तोरण बाँधेर जानुपर्छ है भाइहरू भनेर दिदीले भन्नुभयो र हामी सबैजना सरहरू, दाइहरू, दिदीहरू भएर तोरण बाँध्ने कामतर्फ अगाडि बढ्यौँ र तोरणहरू बन्दै बन्दै हामी माथि उकालो चढ्यौँ र त्यति बेला चाहिँ यति घाम लागिरहेको थियो कि कुरै नगर्नु। हामी सबैजनालाई घामले एकदमै गाह्रो बनाइरहेको थियो, तैपनि हामी हिम्मत नहारी अगाडि बढ्यौँ। वेल साथीहरू, तोरण बाँध्ने काम सकिसके पछाडि फाइनल्ली हामी मन्दिरमा पुग्यौँ र मन्दिरमा पुगिसकेपछि दाइ दिदीहरू थाक्नु भएको कारणले उहाँहरू चाहिँ मन्दिरमा एकछिन हावा खाँदै बस्नु भएको थियो र भाइ र म चाहिँ मन्दिरभन्दा अगाडि के रहेछ भनेर हेर्नको लागि अगाडि बढ्यौँ। मन्दिरभन्दा यसो अगाडि गएको त बाँसको काठले बनाएको पुल रहेछ र त्यहाँबाट हामी फेरि तल गयौँ। काठकी चाहिँ खतरा हो, माइ गॉड। फर्स्ट टाइम हो डेन्जर बाटो। थोरै उतापट्टि गइसके पछाडि त्यहाँ चाहिँ अब राम्रो प्लास्टर गरेर चाहिँ हिँड्ने बाटोहरू बनाएको रहेछ र यतापट्टि हेरेको बस्ने पनि राम्रो प्रतीक्षालाई बनाइदिनु भएको रहेछ र यसो वरिपरि हेरेको मैले फेरि ठुलो डाँडा देखेँ। डाँडामा गएर एकछिन हावा खाएर भ्यूहरूको इन्जोय गरेर हामी फेरि मन्दिरतर्फ फर्क्यौँ। बाटो चाहिँ खतरनाक छ है। फेरि 1 मिस गेम फिनिस हुन्छ। फेरि यहाँ यस्तो छ, काठै काठ। डर पनि लाग्छ त भाइ यस्तोमा त। पार गऱ्यौँ मैले। त्यहाँ आइसक्नु भयो होला। यो चाहिँ यहाँ मन्दिर। आज हामी यहीँ पूजा गरेर पिकनिक खाएर जानेछौँ। वेल साथीहरू, हामी उताबाट आएर यसो हेरेको त दिदीहरूले पूजाको लागि सामान बनाउँदै हुनुहुन्थ्यो र सामान बनाइसके पछाडि दिदीहरू चाहिँ पूजा गर्नको लागि मन्दिरतिर जानुभयो। सरहरू चाहिँ पुलाउ बनाउनमा मस्त व्यस्त हुनुहुन्थ्यो र भाइ र म भएर चाहिँ तरकारीको लागि बन्दा काट्ने, आलु काट्ने, प्याज काट्ने, टमाटर काट्ने र खुर्सानी काट्ने कामहरू गऱ्यौँ। पुलाउ सँगसँगै तरकारी पनि बनाएर रेडी भइसके पछाडि हामी पनि पूजा गर्नको लागि मन्दिरतिर गयौँ। वेल साथीहरू, पूजाको काम सकिसके पछाडि हामी आजको स्पेशल पुलाउ र तरकारीको मिठो नास्ता खाएर आजको हाम्रो पिकनिक कार्यक्रम र पूजाको कार्यक्रम भने सकियो। वेल, तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो त्यस्तै सल्लाह सुझावको लागि भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब र साइडमा रहेको बेल आइकनलाई पनि दबाइदिनु होला भन्दै आजको लागि भने मेरो भ्लग यति नै। हामी अर्को भिडियोमा अवश्य भेट्नेछौँ। सो मङ्गला देवी मन्दिरको जय होस्। मङ्गला देवीले सबैको रक्षा गरून्। आजको लागि भने बाइ बाइ साथीहरू।